के तपाईलाई थाहा छ हामीलाई गाडीमा चढ्दा किन उल्टी आउँछ? गाडी चलिरहेको बेला हाम्रो शरीरले विभिन्न अङ्गबाट दिमागमा सूचना पठाइरहेको हुन्छ। हाम्रो आँखाले गाडीको गति, मोड र वरिपरिको दृश्य देख्छ। त्यही समयमा कानभित्र रहेको सन्तुलन प्रणालीले शरीरको अवस्था र हल्लाबारे जानकारी दिमागमा पठाउँछ। समस्या तब सुरु हुन्छ जब आँखाबाट आएको सूचना र कानबाट आएको सूचना आपसमा मेल खाँदैन। आँखाले हामी चलिरहेका छौं भन्छ, तर कानको सन्तुलन प्रणालीले शरीर स्थिर छ भन्ने संकेत पठाउँछ। यी दुई फरक संकेतले दिमाग अलमलमा पर्छ। दिमागले यस अवस्थालाई असामान्य ठान्छ र शरीरमा असहजता महसुस गराउँछ। यसको परिणामस्वरूप वाकवाकी लाग्न थाल्छ र धेरैजसो अवस्थामा उल्टी पनि आउन सक्छ। गाडीमा यात्रा गर्दा मोबाइल हेर्नु, किताब पढ्नु वा लगातार तलतिर हेर्नुले आँखाबाट आउने संकेतलाई अझ कमजोर बनाउँछ, जसले गर्दा दिमाग झन बढी भ्रमित हुन्छ र उल्टी आउने सम्भावना बढ्छ। यसबाहेक गाडीको अगाडिको सिटमा बसेर बाहिरको बाटो हेर्नु, ताजा हावा लिन झ्याल खोल्नु, सिधा र आरामदायी अवस्थामा बस्नु र सकेसम्म मोबाइल वा किताब प्रयोग नगर्नु उपयुक्त हुन्छ। यदि बारम्बार गाडीमा यात्रा गर्दा उल्टी आउने समस्या हुन्छ भने यात्रा गर्नुअघि हल्का खाना खानु र शरीरलाई आरामको अवस्थामा राख्नु पनि सहयोगी हुन सक्छ।